मेरो सानो भिडियोमा सबैजनालाई वेलकम भन्न चाहे मैले। आज चाहिँ एउटा जानकारीमूलक भिडियो सिक्ने भाइहरूको लागि एकदम इम्पोर्टेन्ट हुने यो काम चाहिँ। आज चाहिँ म चाहिँ भन्न गइरहेको छु कि जस्तै हाम्रो यो क्लचमा मोबिलहरू कसरी खेल्छ, आइकमले कसरी काम गर्छ होइन, अनि त्यो तपाईँको यो चेम्बरहरूमा कहाँ जान्छ, कहाँ मोबिल अड्केर जाम हुन्छ, त्यो चाहिँ म भन्न गइरहेको छु। फर्स्ट कुरा त यो मोबिल हामी हाल्छौँ यसमा जान्छ होइन। मोबिल मेन जाने भनेको यहाँ तल बस्छ मोबिल। यहाँबाट माथि पास चाहिँ कसरी हुन्छ, माथि पास गर्ने भनेको त्यो आइल पम्प हो होइन। यसले माथि पास गर्छ, तपाईँको मोबिल खेलाउँछ। त्यहाँबाट मोबिल तपाईँको जाने भनेको यसमा हो क्या मोबिल। यहाँ तपाईँको यहाँ मोबिल जान्छ, यहाँ देख्न सक्छ। म हावा हान्छु, हावा कहाँ जान्छ है, यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँको, यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको मोबिल जान्छ यहाँ यसमा, यहाँ चाहिँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मोबिल भयो, यहाँबाट तपाईँको जान्छ कनेक्टरमा जानलाई कहाँ जान्छ भने चाहिँ यहाँबाट यहाँ जान्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है तपाईँ। मैले यहाँ हान्यो भने यहाँ जान्छ है हावा। यहाँ यसरी चाहिँ हाम्रो मोबिल सप्लाई हुन्छ। फेरि यहाँबाट कहाँ जान्छ भनेपछि तपाईँको उता साइड जानको लागि तपाईँको यहाँबाट यहाँ आइल पम्पले यो आइल पम्पबाट यहाँ चेम्बरमा जान्छ। क्लच आइल पम्पबाट क्लच चेम्बर र चेम्बरबाट यो चेम्बरमा भएर यहाँ चाहिँ यो पाइपमा जान्छ, ओइल पाइपमा। अन्त यसरी नै माथि हेडमा सप्लाई मोबिल हुन्छ होइन। तपाईँहरूलाई चाहिँ यो भिडियो चाहिँ हेर्नु होला लास्टसम्म, एकदम इम्पोर्टेन्ट हुनेवाला छ। यस्तो जानकारीको लागि चाहिँ युट्युब च्यानलले चाहिँ मेरो सब्सक्राइब गरिदिनु होला सबैजनाले। हस्, धन्यवाद।